प्रभु येशूले टाढामा त्यो रुख देख्नुभयो, झ्याप्प परेको, लटरम्मै परेको होइन, पातै पात लागेको, हेर्दाखेरि लह लह परेको, झ्याप्प परेको होइन। अनि येशूलाई भोक लागिराखेको थियो, जानुभयो नजिक, यसो जाँदाखेरि त फलै देख्नु भएन। हेर्नुहोस् त, प्रभु येशूले त्यो बोटलाई श्राप दिनुभयो। कस्तो बोटलाई श्राप दिनुहुन्छ थाहा छ? जो चाहिँ उहाँको भक्तिको भेषलाई चाहिँ लाउने तर शक्तिलाई इन्कार गर्ने व्यक्तिहरू के, बुझ्नुभयो नि? बाहिरबाट हेर्दाखेरि आत्मिकी देख्छ नि कति, होइन? वचन मात्रै कुरा गरेको छ, छेउमा गएर बस्ने बित्तिकै वचनै मात्रै बोलेको छ, जसको छेउमा बस्दाखेरि आफैलाई पापी पापी अनुभव गर्छौँ हामी। अस्ति एकजनाले भन्दै थियो, प्लिज मलाई आत्मिकी मान्छेहरूको कुरा नगर्नुहोस् है भन्दै थियो। त्यो व्यक्ति आत्मिकी वास्तवमा आत्मिकी थिएन कि, आत्मिकी देखाएको मात्रै थियो कि। भयङ्कर आत्मिकी नदेखोस् हामीलाई, बुझ्नुभयो नि? तर हामी चाहिँ हुने हो, देखिने होइन, बुझ्नुभयो नि? तपाईँ र म आत्मिकी हुनकै लागि परमेश्वरले बोलावट दिनुभएको। फल नभएको रुखलाई चाहिँ परमेश्वरले के गर्नुभएको छ? श्राप्नु भएको छ। अब उपरान्त तमा कहिले फल नलागोस् र तेरोबाट कसैले खाने पनि छैन भन्नुभएको छ के, बुझ्नुभयो नि? प्रभुले हामीलाई फल फलाउनको लागि बनाउनु भएको। हामीमा चाहिँ फल लाग्नै पर्छ, तपाईँ र ममा फल हुनै पर्छ। फल नभएको रुखलाई चाहिँ प्रभुले काट्नुहुन्छ, के गर्नुहुन्छ? अनन्तको आगोमा फालिदिन्छु भन्नुभएको छ। मैले भनेको छुइनँ मण्डली, बाइबलले भनेको। तपाईँको र मेरो उद्धार भएको प्रमाण मानिसले कसरी देख्छ? बाहिरको संसारले त तपाईँमा फल देखेर हो नि। संसारको मान्छेले छ नि, तपाईँभित्र अन्धकार छ कि तपाईँमा ज्योति छ भन्ने कुरा यत्तिकै चाल पाइदिन्छ। ज्योतिलाई एक्सेप्ट पो गर्नु सक्दैन त, तर तपाईँभित्रको ज्योतिलाई पनि देख्छ, तपाईँभित्रको अन्धकारलाई नि देख्छ कि संसारले, बुझ्नुभयो नि? फल चाहिँ रहिरहनु पर्छ ताकि एउटाले खायो अर्कोको लागि अभाइलेबल, अर्कोले खायो अर्कोको लागि अभाइलेबल। मलाई विष्णु बहिनी मनपर्छ, ल फल खाऊ, होइन। मलाई मिना बहिनी मन पर्दैन, तिम्रो लागि होइन। रुखले कहिले भन्दैन रुखको मुनि छाहारीमा पापी पनि आएर बस्नु सक्छ, धर्मी पनि आएर बस्नु सक्छ। त्यो रुखको फललाई यसरी झटारो हानेर पनि तोडेर खानु सक्छ, मायाले गरेर ट्याप्प टिपेर खानु पनि सक्छ। जहाँ रुखहरू रोपिन्छ त्यहाँ के हुँदैन? बाढी आउँदैन। जहाँ रुखहरू रोपिन्छ, पात पतिङ्गर तपाईँले लगेर बारीमा हाल्नुभयो भने बारी के हुन्छ? मलिलो हुन्छ। रुखको एउटा मात्रै काम छैन मण्डली, रुखको धेरै कामहरू छ। यो रुखको क्यारेक्टर हो मण्डली। परमेश्वरले तपाईँ र मलाई त्यसै रुख भनेको होइन, बुझ्नुभयो नि? आज तपाईँ र ममा फल हुनुपर्छ।